ओके गुड मर्निङ अल गाइज। हेर्नु त आज हाम्रो दोलखाको गौरशङ्कर गाउँपालिकाबाट देखेको दृश्य हो। यहाँ हिमपात भएर कस्तो राम्रो तस्बिरहरू देखेका छन्। नेपाल भनेको वास्तवमै संसारमै अद्वितीय देश हो। भगवान गौतम बुद्धको जन्मभूमि भएको देश, माता सीताको जन्मभूमि भएको देश, भिरकुटीको जन्मभूमिको देश, लडाकुको देश र अनि यो हिमाल भएको देश र प्राकृतिक सुन्दरताले भरिएको देशमा हामी बाँच्न पाइरहेका छौँ, हामीले हुर्किरहेका छौँ। यो हाम्रो लागि एउटा गर्वको कुरा हो। अब यो देशलाई सबै नेता, कर्मचारी, जनताहरूले मिलेर चाहिँ यो चर्चाको शिखरमा उन्नति प्रगतिको मार्ग अगाडि बढाउन नितान्त आवश्यकता देखिएको छ। एकचोटि म सम्पूर्ण विश्व समुदायलाई के आग्रह गर्न चाहन्छु भनेपछि एकचोटि यहाँ हाम्रो देशमा अवश्य घुम्न आउनु होला। वन्स यु क्यान कम इन आवर कन्ट्री नेपाल। थ्याङ्क यू।